एक गरिब बजे खेतमा काम गरिरहेको बेला एउटा सुनको हाँस भेटाउनुहुन्छ र छक्क परेर त्यसलाई हेर्न थाल्नुहुन्छ। टाढाबाट एउटी लोभी केटीले यो सबै देख्छिन् र चुपचाप नजर लाग्छे। जब बजे त्यो हाँस लिएर घर जाँदै हुनुहुन्थ्यो तब ती केटी दौडेर आउँछे र हाँस खोसेर भाग्छे। बज्जे रुँदै फर्कनुहुन्छ र बाटोमा उहाँले एउटा कालो हाँस भेटाउनुहुन्छ जसलाई उहाँले मायाले घर लिएर आउनुहुन्छ। उता लोभी केटी सुनको हाँस घर ल्याएर धेरै खुसी हुन्छे र त्यसलाई भन्छे, मलाई धेरै सुन देऊ। अचानक त्यो हाँस विशाल रूप लिएर डरलाग्दो गरी उसको अगाडि उभिन्छ। पलभरमै हाँसले केटीलाई आफ्नो पिठ्यूमा बसालेर आकाशमा उड्छ। त्यसले उसलाई एउटा चम्किलो सुनको राज्यमा लैजान्छ। त्यो देखेर केटी खुसीले पागल हुन्छे। लोभी केटीले त्यहाँ धेरै सुन बोरामा भर्न थाल्छे र सबै कुरा आफ्नै लागि जम्मा गर्छे। त्यसपछि उसले हाँसलाई भन्छे, मलाई घर फिर्ता लैजाऊ, म यो सबै सुन लैजान चाहन्छु। जब उनी भारी बोराहरूसहित हाँसको पिठ्यूमा बसेर फर्किरहेकी थिइन् तब अचानक हाँस गायब हुन्छ। केटी सिधै नदीमा खस्छे र आफ्नो लोभको सजाय पाउँछे। यता बज्जेले आफ्नो कालो हाँसलाई धेरै मायाले राख्नुहुन्छ र त्यसको हेरचाह गर्नुहुन्छ। केही समयपछि त्यही कालो हाँस जादु जस्तै सुनको हाँसमा परिणत हुन्छ। त्यो हाँसले बज्जेलाई आफ्नो पिठ्यूमा बसालेर हिरा र रत्नहरूको चम्किलो सहरमा लैजान्छ। बज्जेले त्यहाँबाट मात्र आफ्नो आवश्यकता अनुसारका हिरा र रत्नहरू लिनुहुन्छ र सन्तोषका साथ फिर्ता आउनुहुन्छ। घर आएर उहाँ खुसी र शान्तिका साथ आफ्नो जीवन बिताउन थाल्नुहुन्छ। तर अन्त्यमा हाँस रुन थाल्छे किनभने असल बज्जेको लागि पनि कसैले लाइक र सब्स्क्राइब गरिदिएनन्।